हालेलुया। अनि यो चाहिँ हाम्रो टपिक रहेको थियो। यहाँ चाहिँ पठाएको कुरा छ। अनि यहाँ चाहिँ प्रभुले भन्दै हुनुहुन्छ, जसरी मलाई मेरो पिताले पठाउनु भयो मैले पनि तिमीहरूलाई पठाएको छु भनेर भन्नुभएको छ हैन। त्यो कुराहरू रहेको थियो। यहाँ चाहिँ पठाएको कुराहरू, जाने कुराहरू। अनि कतिचोटि मिसन भन्दाखेरि चाहिँ हामीलाई के भन्छ भने कत्रो ठुलो कुरा पो होला त भन्ने खालको सोचाइहरू हामीलाई आउँछ हैन। अब मलाई पनि त्यस्तै भइरहेको थियो। तर आज तपाईँ अनि हामीलाई चाहिँ प्रभुले, हामी चाहिँ प्रभु, तपाईँ अनि हामी चाहिँ परमेश्वरको मिसनहरू हो। हालेलुया। हामी बिना चाहिँ मिसन हुनेवाला छैन हैन। प्रभुले एउटा उद्देश्य बनाउनु भयो हैन। उद्देश्य बनाउनु भयो, उहाँले सोच्नु भयो। अनि उहाँले के भन्नुभयो त्यो सोचमा, म अब चाहिँ है आऊ, अब हाम्रो उत्पत्तिको पुस्तकमा हेर्नु भने के भनेको छ, आफ्नै स्वरूपमा हाम्रै प्रतिरूपमा आज मानिसलाई सृष्टि गरौँ भनेर उहाँको मिसन थियो। अनि त्यो मिसन चाहिँ आज हामीमा पुरा भयो। आमेन, हालेलुया। अनि विशेष गरी तपाईँ अनि हामी चाहिँ परमेश्वरको मिसनहरू हौँ है। अनि परमेश्वरको वचनले पनि यसरी भन्छ, तपाईँहरूले पहिलो पत्रुस 2:9 हेर्नु भयो भने यसरी भनेको छ, तर तिमीहरू त 1 पिटर 2:9मा 2:9मा हामी हेर्नेछौँ, तर तिमीहरू त चुनिएका वंश, राजकीय पुजारीगिरी, पवित्र जाति, परमेश्वरको निजी प्रजा हौ। उहाँले तिमीहरूलाई अन्धकारदेखि उहाँको उदयको ज्योतिमा ल्याउनु भयो, ताकि तिमीहरू उहाँका आश्चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक। हालेलुया। साँच्चै नै यहाँबाट हामी स्पष्ट पाउँछौँ कि आज तपाईँ अनि हामी चाहिँ कसरी बनेका रहेछौँ भनेर प्रभुले, परमेश्वरको वचन यहाँ भनेको छ है, आज तिमीहरू चाहिँ चुनिएका वंशहरू हौ, राजकीय पुजारीगिरी हौ, तिमीहरू पवित्र जातिहरू हौ भनेको छ है। परमेश्वरको निजी प्रजाहरू हौ है। उहाँले चाहिँ तिमीहरूलाई चाहिँ अन्धकारको त्यो हरेक कुरादेखि उदयको ज्योतिमा ल्याउनु भएको छ भनेर परमेश्वरको वचनले भनेको छ। हालेलुया। हामीले उत्पत्तिको पुस्तकमा हेऱ्यौँ भने उहाँले आफ्नै स्वरूपमा बनाउनु भयो हैन। उहाँले आफ्नै प्रतिरूपमा बनाउनु भयो। तर हामी मानिस चाहिँ के भयौँ, हामी डराल्यौँ हैन। प्रभुको सबै कार्यहरूलाई, प्रेमलाई, प्रभुसँग हिँड्दै पनि हैन, पुरानो करारमा हेर्ने भने मानिसले परमेश्वरको प्रेमलाई त्याग्यो, परमेश्वरको सम्बन्धमा रहनु चाहेन। अनि ऊ रहन नचाहेको कारण है, पाप र परमेश्वरको चाहिँ कहिले पनि साझेदार हुँदैन है। सत्य र असत्य कहिले पनि साझेदार हुँदैन भनेर परमेश्वरको वचनले भन्छ। जब पाप गर्दै गए परमेश्वरसँग उनीहरूको सम्बन्ध विच्छेद भयो, त्यो हामी सबैजनालाई थाहा छ। तर परमेश्वरले आज तपाईँ नि हामीलाई एक्लै रहनलाई बोलाउनु भएको होइन, आज उहाँसँग जोडिनलाई उहाँले हामीलाई बोलाउनु भएको छ। हालेलुया। यसै कारण हामी मानिस परमेश्वरदेखि टाढा भयौँ, तर उहाँले आज तपाईँ नि हाम्रो लागि, अघि हाम्रो भाइले पनि भनिराख्नु भएको थियो, यीशु ख्रीष्टलाई एउटा मिसनरीको रूपमा भाइले भनिराख्नु भएको थियो, इज द फर्स्ट मिसनरी भनेर भन्नुहुन्थ्यो होइन। यीशु ख्रीष्टलाई पठाउनु भयो संसारमा। उहाँले आज मानिस जाति चाहिँ परमेश्वरको प्रेमदेखि टाढा भएको हेर्न सक्नु भएन, किनभने उहाँले मानिसलाई चाहिँ औधी प्रेम गर्नुहुन्छ प्रियहरू हो है। यसै कारण उहाँले येशूलाई पठाएर होइन आज तपाईँले हामीलाई बचाउनु भएको छ। हालेलुया। आज हाम्रो जीवन चाहिँ यत्तिको है, कतिचोटि हामी कसरी जिउँछौँ भने है, यत्तिकै हामी है संसारको मानिसहरू जस्तो गरेर जिइरहेका हुन्छौँ। हामी त्यसरी जिउनु हुँदैन है। आज येशूले चाहिँ उहाँको रगतद्वारा, उहाँको बहुमूल्य रगतद्वारा तपाईँ अनि हामीलाई किन्नु भएको छ। हालेलुया। त्यो स्वर्गको वैभवलाई त्यागेर यो पापी संसारमा आएर आज हामी जानुपर्ने थियो। उहाँको के गल्ती थियो सोच्नुहोस् त। उहाँले के पाप गर्नुभएको थियो? उहाँले त केही पनि पाप गर्नुभएको थिएन, तर तपाईँ नै हाम्रो लागि उहाँले पाप है लिनुभयो। हाम्रो सबै पापहरू लिएर आज है परमेश्वरसँग हाम्रो सम्बन्ध फेरि पनि त्यो तोडेको सम्बन्धलाई जोड्नलाई पिताले आफ्नो पुत्रलाई पठाएर तपाईँ अनि हामीलाई बचाएर है आज उहाँले चाहिँ यो वचनमा जसरी भनिराख्नु भएको छ है, आज चुनिएका वंश, राजकीय पुजारीगिरी है, पवित्र जाति बनाउनलाई उहाँले है फेरि पनि बनाउनु भएको छ। हालेलुया। यसै कारण परमेश्वरको वचनले आज हामीलाई के भनिरहेको छ यहाँ, उहाँले त तिमीहरूलाई अन्धकारदेखि तिमीहरूलाई उदयको ज्योतिमा ल्याउनु भयो भनेर भन्नुभएको छ है। आज हामीलाई तपाईँले हामीलाई थाहा छ आज येशू ख्रीष्ट किन आउनुभयो भनेर होइन। उहाँ हाम्रो लागि के गर्नुभयो,
उहाँले कति साह्रो दुःख कष्ट भोग्नु भयो भन्ने कुरा हामीलाई थाहा छ, किनभने त्यो रहस्य तपाईँले हामीलाई प्रभुले खोलिदिनु भएको छ। हालेलुया। आज हजारौँ अनि लाखौँको बीचबाट तपाईँले हामीलाई परमेश्वरले चुन्नु भएको छ है। आज हामीलाई बोलाउनु भएको छ। आज संसारमा हेर्ने भने त्यस्तो मानिसहरू कति थिए नि, ज्ञानी ज्ञानी मान्छेहरू अहिले पनि छन्। किन उहाँलाई चुन्नु भएन, तर तपाईँले हामीलाई बोलाउनु भयो है। साँच्चै नै आज यो कुराहरू तपाईँले हामीले विचार गर्नुपर्छ है। आज कुनै पनि हाम्रो जीवन परमेश्वरको नजरदेखि लुकेको छैन प्रियहरू हो है। आज हामी कोही पनि केही पनि हामीले गरेको कुराहरू उहाँदेखि लुकेको छैन। आज कतिचोटि हामी मानिसलाई ढाँट्न सक्छौँ, तर परमेश्वरले हामी कहिले पनि ढाँट्न सक्दैनौँ परमेश्वरलाई, किनभने उहाँ चाहिँ सर्वज्ञानी, सर्वव्यापी अनि अन्तर्यामी परमेश्वर हुनुहुन्छ। आमेन। यसै कारण अनि अर्को एफिसी 2:10 पनि हामीलाई त्यही भन्छ, किनकि हामी असल कामहरूको निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका उहाँका हातका सिप हौँ। हामी ती बमोजिम हिँडौँ भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो। हालेलुया। परमेश्वरको वचनले के भनिरहेको छ, आज हामी चाहिँ असल कामहरूको निम्ति सृजना गरिएको उहाँको हातको सिपहरू हौँ। आज परमेश्वरले सबै कुरा उहाँको मुखद्वारा बनाउनु भयो, तर मानिसलाई चाहिँ उहाँले आफ्नो हातले होइन कस्तो मजाले भनेको छ है, उहाँको हातको सिपहरू हौँ भनेर परमेश्वरको वचनले भनेको छ। तपाईँ अनि हामीलाई चाहिँ परमेश्वरले आफ्नै हातले बनाउनु भयो, आफ्नै आकार दिएर है उहाँले बनाउनु भयो। यसै कारण आज हामी कहिले पनि हामी एक्लै हामी सम्झिनु हुँदैन। धेरैचोटि हामीलाई एक्लो महसुस हुन्छ होइन, कसैले नबुझेको जस्तो महसुस हुन्छ। प्रियहरू हो, आज परमेश्वरले नि तपाईँले यति साह्रो प्रेम गर्नुहुन्छ, हामीलाई यति साह्रो प्रेम गर्नुहुन्छ, हामीलाई यति साह्रो फिक्री गर्नुहुन्छ कि आज उहाँले हामीलाई फिक्री गरेको कारणले गरेर आज हामी जीवित भएका छौँ। हालेलुया। उहाँले हामीलाई यति साह्रो प्रेम गर्नुहुन्छ। कतिचोटि नि हामी हाम्रो उहाँको प्रेमलाई हामी बुझ्नु सक्दैनौँ प्रियहरू हो, उहाँको प्रेमलाई हामी बुझ्नु सक्दैन। यसै कारण प्रभु हाम्रो सबै कुरा जान्नुहुन्छ उहाँले प्रियहरू हो, हाम्रो कमजोरी पनि जान्नुहुन्छ, हामी के कुराले हामीलाई रोकिरहेको छ त्यो पनि परमेश्वर जान्नुहुन्छ। यसै कारण आज परमेश्वरले प्रेम गर्नुभएको कारण प्रभुले हरेक कुरा राखिदिनु भएको छ। यसलाई चाहिँ यो कुराको खाँचो पर्छ, यसलाई चाहिँ यो कुराको खाँचो पर्छ भनेर परमेश्वरले राखिदिनु भएको छ हाम्रो लागि है। यी प्रभुले आफ्नो पुत्र मात्रै पठाउनु भएन है, पुत्रलाई पठाएर उहाँले हरेक दुःख सहनु भयो। अनि म गएपछि यिनीहरूलाई अझै पनि सहायताको खाँचो पर्छ भनेर है पवित्र आत्मा तपाईँले हाम्रो माझमा उहाँले छोडिदिनु भएको छ। हालेलुया। कतिचोटि नै प्रियहरू हामी परमेश्वरको प्रेमलाई बुझ्नु सक्दैन है। मण्डलीमा आयो यो कुराहरू मैले भन्नुपर्छ, किनभने हामी प्रभुको अगाडि खडा हुनुपर्छ प्रियहरू एक दिन है। आज तपाईँले हामीलाई परमेश्वरले पवित्र जाति राजकीय पुजारीगिरी बनाउनु भएको छ है। परमेश्वरको वचनले हामीलाई के भन्छ, आज तिमीहरूले सिकाओ भनेर भन्नुभएको छ है। आज हामीलाई यसरी राख्नुभयो। हामी अगुवा लिडर्सहरूले किन भन्छौँ, किनभने हामी पनि परमेश्वरको अगाडि एक दिन हिसाब किताब हामीले दिनुपर्छ है। मान्छेले यो कुराहरू कतिचोटि हामी सानो लिइरहेको हुन्छौँ। प्रभुले हामीलाई कत्रो कत्रो कुराको जिम्मा दिनुभएको छ होइन। हामीलाई एउटा आमा बाबा बनाउनु भएको छ, त्यो त सानो चिज सानो कुरा होइन त प्रियहरू हो, कत्रो ठुलो जिम्मेवारी हो। प्रभुको अगाडि उभिएर हामीले हिसाब किताब दिनुपर्छ है। प्रभुको अगाडि हामी भन्नुपर्छ। त्यही भएर म पनि आज है प्रभुले आज यत्रो मण्डलीको जिम्मा दिनुभएको छ, त्यही भएर हामी कतिचोटि लिडरहरू हामी स्ट्रेट भएर बोल्दाखेरि मण्डलीहरूले यो कुराहरू बुझ्नुपर्छ है। प्रभुले आज साँच्चै नै म तपाईँहरूको अगाडि यो भन्न चाहन्छु है। कतिचोटि हामीलाई प्रभुले पवित्र जाति बनाउनु भयो है, तर हामी कतिचोटि त्यो जीवनहरू हामी बिताइरहेका हुँदैनौँ। किन सकिरहेका छैनौँ, किनभने हामीले पवित्र आत्मालाई हाम्रो परमेश्वर हाम्रो जीवनमा हामीले स्वागत गरेकै छैनौँ। हामी चाहन्छौँ, यसै कारण हामी मण्डलीमा आएका छौँ नि त होइन। हाम्रो जीवन हामी पवित्र जिउन हामी चाहन्छौँ। म तपाईँलाई यो कुरा भन्न चाहन्छु है, हामी असल भएर जिउनको लागि नै है, हामी जतिजना यहाँ छौँ है प्रभुमा हामी रहनको लागि, हामी राम्रो जीवन जिउनको लागि, उहाँको उद्देश्यमा हिँड्नको लागि नै हामी मण्डली आएका हौँ। जतिजना छौँ हामी यहाँ छौँ है। यसै कारण हामीलाई प्रभुले यत्तिकै छोड्नु भएको छैन, पवित्र आत्मा दिनुभएको छ। हामीले भन्नुपर्छ है, पवित्र आत्मा मलाई यो कुराहरू गर्नलाई सहायता गर्नुहोस् भनेर जब भन्नुहुन्छ नि, पवित्र आत्माले तपाईँले हामीलाई त्यो शक्ति दिनुहुन्छ। कतिवटा हामीलाई खानेकुरा भयो होइन,
परमेश्वरको वचनले भन्छ कुनै पनि कुराले तिमीहरूलाई दोष नलगाओस् भनेर भनेको छ। कुनै कुरा हामीलाई दोष लगाइरहेको छ भने त्यो कुराहरू हामीले छोड्नको लागि पवित्र आत्माले तपाईँ हामीलाई सहायता गर्नुहुन्छ है। हामीले तर पवित्र आत्मा हाम्रो जीवनमा स्वागत गर्नुपर्छ। यसै कारण हामी स्वागत गर्छौँ भने उहाँले हामीलाई हरेक कुराहरू छोड्न सक्ने उहाँले हामीलाई बनाउनुहुन्छ। हालेलुया। यसै कारण है मण्डली परिवार म यही भन्न चाहन्छु, उहाँले तपाईँले हामीलाई पवित्र जीवन जिउनलाई बनाउनु भएको छ। पवित्र है आज राजकीय पुजारीगिरी भएर चुन्नु भएको छ। आज हामी त्यस्तै जीवन जिउनुपर्छ है। हाम्रो नानीहरूलाई सिकाउनुपर्छ। कति डरलाग्दो कुराहरू छ है। आज हामीले गरेको सानो निर्णयको कारणले नि हाम्रो पुस्तामा श्राप बगेर गइरहेको हुन्छ, मृत्यु बगेर गइरहेको हुन्छ। त्यो कुराहरू आज मानिसले बुझेको छैन। अहिले हामी छेडभरको रमाइलो हामी है त्यसमा फस्छौँ अनि गलत निर्णय है सानोभन्दा सानो सोची पठाइरहेको हुन्छौँ। तर त्यो कुराले गरेर नि प्रियहरू हाम्रो नानीहरूमा श्राप बगिरहेको हुन्छ है। त्यही भएर उहाँले यदि हामीलाई पवित्र जिउनको लागि बोलाउनु भएको छ भने हामी पवित्र जीवन जिउनुपर्छ। हालेलुया। उहाँको वचनले के भनेको छ, आज तिमीहरू त चुनिएको वंशहरू हौ, राजकीय पुजारीगिरी हौ, पवित्र जाति हौ, परमेश्वरको निजी प्रजा हौ भनेर भनेको छ। यसै कारण प्रियहरू हो, यदि हामी परमेश्वरको मिसन हौ, उहाँको है उहाँको स्वरूपमा बनाइएको हो भने हामी त्यसरी जिउन जरुरी छ है। परमेश्वरको डर भए यदि हामीले नै गरेनौँ भने हाम्रो नानीहरूले कसरी सिक्छ भन्नु त। यो जेनेरेसनको नानीहरू त नेपाली बुझ्दैन होइन। तर यदि उनीहरूले हाम्रो भाषा नबुझे तापनि हामी चाहिँ परमेश्वरको आज डर भए हाम्रो जरा चाहिँ परमेश्वरले बनाएको छौँ भने नि आज हामीले हाम्रो शब्दले भन्नु पनि पर्दैन उनीहरूलाई। त्यो आशीष हाम्रो नानीहरूमा बगेर जान्छ। हालेलुया। तर परमेश्वरले आज हामीलाई के भन्नुभएको छ, आज पवित्र जाति भन्नुभएको छ। तर कतिचोटि पवित्र जाति जस्तो गरेर हामी जिएनौँ भने आज है हामीले जे रोपेको छौँ त्यही नै हुने हो। हामीले बाइबलमा हेऱ्यौँ भने एली पुजारी, तपाईँलाई थाहा छ नि एली पुजारी, तपाईँहरूले पुरानो करारमा पढ्नु भयो भने त्यहाँ तपाईँहरूले पाउनुहुन्छ। एली पुजारी चाहिँ ऊ चाहिँ एउटा पुजारी पदमा उसले काम गर्ने व्यक्ति थिए। जसरी एली पुजारीले उसले होइन यसरी काम अगाडि थिए बसेर उनीहरूले एउटा पुजारीको काम परमेश्वर महिमा बलिदान चढाउने काम गर्थे। तर उसको छोराहरूले चाहिँ के गरे, उनीहरूले चाहिँ तल छोरी मान्छेहरू आउँदाखेरि नराम्रो गर्ने होइन, हरेक नराम्रो दुष्ट थिए भनेर भनेको छ। तर उसको छोराछोरी दुष्ट हुँदाखेरि पनि एली पुजारीले नसम्झाएको कारणले गरेर नि कतिचोटि चाहिँ हाम्रो सोच के हुन्छ भने हामीले गऱ्यौँ केही पनि हुँदैन भनेर सोच हुन्छ होइन। स्वर्गमा त हाम्रो हिसाब किताब हुन्छै हुन्छ, तर कतिचोटि हामीले पृथ्वीमा हुँदा पनि हामीले भोग्नुपर्छ प्रियहरू हो। अनि एली पुजारीले जसरी आफ्नो छोराहरूलाई उनीहरूले केही पनि भनेनन् पाप गरेको देखेर हामीले त्यहाँ पाउँदैनौँ होइन। उसले यो रोके भनेर भनेको कुरा पाउँदैनौँ। तर आफ्नो छोराछोरीले गल्ती गर्दाखेरि पनि उसले केही नभनेको कारणले गरेर अन्तिममा गएर नि ऊ बसेको ठाउँमा उसको मुन्टो भाँचेर उसको मृत्यु भएको छ। त्यस्तो डरलाग्दो कुरा मान्छेले पृथ्वीमै भोग्नुपर्छ, पृथ्वीमा गरेको कुराहरू हो। आज यो कुराहरू मैले तपाईँलाई भन्नुपर्छ, किनभने आज परमेश्वरले आज हामीलाई यसै कारण है आज चुन्नु भएको छ ताकि हामी परमेश्वरको कुराहरू हामी एकअर्कालाई सेयर गरौँ भनेर है। परमेश्वरको वचनले आज हामीलाई भन्नुभएको छ, तिमीहरू पवित्र जातिहरू हौ, चुनिएको राजकीय पुजारीगिरीहरू हौ भनेर भन्नुभएको छ। यसै कारण है जसरी एली पुजारीले आफ्नो छोराछोरीलाई नभन्दाखेरि उसको पनि त्यस्तो भयो। त्यस्तो हुन्छ प्रियहरू, श्राप भनेको चाहिँ त्यस्तो। आज हाम्रो नानीहरूमा बगेको अवस्था छैन। कति मान्छेले त त्यस्तो जीवन हामी बिताइरहेको हुन्छौँ नि त संसारमा हेर्ने भने मान्छेहरूले होइन। संसारमा जे पाए त्यही गरेको छ होइन, जे पाए त्यही खाएकै छ। अनि हुन्छ नि कसले देखेको छ माथिको कुरा भनेर उनीहरू जिरहेका हुन्छन्। तर उसले त भोलि पर्सि परमेश्वरलाई पनि उसको इनाम राखिदिनु भएको छ। इनाम भने पनि जे भने पनि परमेश्वरले हिसाब किताब उहाँ पनि लिनुहुन्छ। तर प्रियहरू हो, यहाँ पनि मान्छेले भोग्नै पर्छ, त्यो कुरा भोग्नै पर्छ। बाइबलमा मात्रै नभएर हामी मान्छेको जीवनमा पनि देख्छौँ। त्यही भएर आज हामीले निर्णय लिँदाखेरि हामीले जिउँदाखेरि परमेश्वरको वचनले के भनेको छ नि त्यो अनुसार हामी जिउनुपर्छ। यदि हामी जिएनौँ भने हामीले त्यसको फल यहाँ पनि देख्छौँ होइन। अनि यस्तो बेलामा हामी आइपुग्छौँ जहाँ चाहिँ हामीले पश्चाताप गर्दा पनि केही नहुने, हर्काराले हुन नसक्ने। एली पुजारीले
त्यतिखेर फर्काएर ल्याउन सके त? न आफ्नो छोराहरूलाई बचाउन सके, न आफ्नो जीवनलाई बचाउन सके। आज त्यस्तो ठाउँमा हामी पुग्नुभन्दा अगाडि नै आज तपाईँले हामीले निर्णय बनाउनुपर्छ। हालेलुया। हामी पवित्र जाति भएर जिउने जीवन हामीले जिउनुपर्छ। कतिचोटि हामीले भन्नुपर्छ हाम्रो छोराछोरीले यदि हामीले गरेको कुराहरू उनीहरूले गरे, हामी डाइरेक्ट भन्नुपर्छ, किनभने हामीले जन्मको छोराछोरी हो। हामीलाई परमेश्वरले त्यो अधिकार दिएर त्यो यो छोरीले चाहिँ सक्छ है, यो छोराले चाहिँ आज आमा बाउ भएर उनीहरू जिउन सक्छ भनेर भर परेर उहाँले विश्वास गरेर जिम्मा दिनुभएको हो। त्यही भएर कतिवटा कुराहरू हामी भन्नुपर्छ। नानीहरू है, हामी चाहिँ प्रभु पाएको मान्छे हो, हामी पवित्र जाति हो, हिँड्नुपर्छ है। हामी सम्झाइराख्नुपर्छ उनीहरूले कसरी बुझ्छन्, किनभने हामी त उनीहरूको आमा बाउ हो नि त। प्रभुले त्यो देख्नु भयो त, त्यो हामीलाई जिम्मा दिनुभयो नि। त्यही भएको कारणले गरेर आज हाम्रो नानीहरूलाई पनि सिकाउनुपर्छ प्रियहरू हो। सुरु त हामी आफैबाट गर्नुपर्छ होइन। त्यही भएको कारणले गरेर परमेश्वरको वचनले भनेअनुसार है, तिमीहरू चाहिँ असल कामको लागि तिमीहरू आज तिमीहरूलाई छुट्याएको उहाँको हातको सिपहरू असल काम गर्नलाई भनेर आज एफिसीको पुस्तकले भन्दछ प्रियहरू हो। आज हामी चाहिँ ख्यालटटाको जीवन हामी जिउँ भने नि हाम्रो नानीहरूको जीवन पनि ख्यालटटामै जान्छ न प्रियहरू हो। हाम्रो नानीहरूको जीवन पुस्ता त्यस्तै भएर जान्छ। अनि परमेश्वरलाई हामीले हिसाब किताब माथि गएर पनि हामीले बुझाउनुपर्छ, त्यसको पनि हामी डर राख्नुपर्छ। हालेलुया। त्यसै कारण आज हामी उहाँको सिपहरू उहाँको आकारमा उहाँको प्रतिरूपमा बनिएको जस्तो भएर हामी जिउनुपर्छ। त्यही नै हो मिसन। विशेष गरी मिसनलाई बुझ्नुभन्दा अगाडि यो कुराहरू हामीले बुझ्नुपर्छ। मिसन के हो त प्रभुको भनेर बुझ्नुभन्दा अगाडि हामी आफैले आफैलाई बुझ्न जरुरी छ प्रियहरू। हामी आफैले आफैलाई बुझ्दैनौँ भने चाहिँ है, म कसरी बनिए, के हो मेरो जिम्मेवारी के हो भन्ने कुरा हामी थाहा हुँदैन भने हामी परमेश्वरको प्रेमलाई पनि बुझ्न सक्दैनौँ। के उहाँले जति आशिष हामीलाई दिनुभयो, हामीलाई के लाग्छ मैले काम गरेर मैले पाएको हुने हो यो त होइन, मैले काम गरेर मेरो धन सम्पत्ति हुने हो, मैले दुःख गरेर मेरो नानीहरू हुर्काएको, त्यस्तो खालको सोचाइ आउँछ जबसम्म परमेश्वरको प्रेम हामी बुझ्दैनौँ। तर हाम्रो महत्त्व, हाम्रो मूल्य हामी जब परमेश्वरले आज गर्नुभएको प्रेमलाई बुझ्छौँ भने चाहिँ नि अनि हामीलाई थाहा हुन्छ कि यो जीवन त मेरो परमेश्वरको प्रेमको कारणले मैले पाएको रहेछु भन्ने कुराहरू हामीलाई थाहा हुन्छ। अनि त्यसको लागि चाहिँ यदि हामी अहिले बुझिरहेका छैनौँ भने पनि हामीले प्रभुलाई भन्नुपर्छ, किनभने हामीले स्वर्गीय पृथ्वीलाई बनाउने परमेश्वरलाई पो पाएको छौँ त। उहाँ त जिउँदो हुनुहुन्छ। हालेलुया। उहाँ जिउँदो हुनुहुन्छ, उहाँले हाम्रो पुकारलाई सुन्नुहुन्छ है। आज हामी गर्नु सक्दैनौँ हाम्रो शक्तिले भनेर नि उहाँले पवित्र आत्मा तपाईँ नि हामीलाई है आज हाम्रो सल्लाहकारको रूपमा दिनुभएको छ। आमेन। अनि हाम्रो जीवनमा हामीले पवित्र आत्मालाई बोलाउनुपर्छ। पवित्र आत्मा, म कतिचोटि है कामहरू गर्दा कतिवटा कुरामा गाह्रो हुँदा, कतिवटा कुरा होइन जवान छौँ, हरेक कुराहरू हुन्छ, हरेक कुराहरू त्यो हुँदै गर्दा नि म सबैको जीवनमा आउँछ होइन। हामी मानिस त हो, त्यो आउँदै गर्दा के भन्छु भने पवित्र आत्मा मलाई सहायता गर्नुहोस् प्रभु, तपाईँले चाहिँ मलाई पवित्र आत्मा दिनुभएको छ सल्लाहकारको रूपमा, यो कुरादेखि म सफल हुनको लागि मलाई सहायता गर्नुहोस् भनेर भन्छु। जब हामी उहाँलाई पुकार्छौँ नि, उहाँलाई सुस्केरामा मात्रै पुकार्छौँ भने पनि उहाँले सुन्नुहुन्छ, कारण हाम्रो परमेश्वर जिउँदो हुनुहुन्छ। हालेलुया। अनि है त्यसै कारण आज हाम्रो ट्रेजर हाम्रो धनौकाले जहिले भन्नुहुन्छ हामी पवित्र आत्मालाई निभाउनु हुँदैन भनेर भनिराख्नु भएको हुन्छ है। परमेश्वरको वचनले पनि हामीलाई त्यही भन्छ। कतिचोटि हामी यहाँ मिसन अब यो महिनाभरि सुनिन्छ मिसन भनेर, मिसनको यो किनभने हाम्रो टपिक छ होइन। हाम्रो वर्धन नानीले पनि अघि भनिराख्नु भएको थियो, आज हामीले प्रचार गर्नुपर्छ, हामीले सुसमाचार सुनाउनुपर्छ, हामीले अरूलाई भन्नुपर्छ। यहाँ हामी भनेर मात्रै केही पनि हुनेवाला छैन जबसम्म तपाईँहरूले बुझ्नु हुँदैन। त्यो बुझ्नको लागि तपाईँले पवित्र आत्मालाई आफ्नो जीवनमा बोलाउनुपर्छ। तपाईँ आफै तयारी भएर आउनुपर्छ है। यहाँ वचन सुन्दाखेरि तपाईँ आफैले, किनभने हाम्रो परमेश्वर चाहिँ यति जबरजस्ती गर्ने मानिस जस्तो हुनु हुँदैन। हामी कतिचोटि मानिसको व्यवहार चाहिँ के हुन्छ भने नानीहरूले अघि पनि मैले भने उनीहरू हल्ला गरेँ, मैले जबरजस्ती गरेँ नि त, उनीहरू जबरजस्ती गरे जस्तै हो नानी, हल्ला नगर्नु है भने। परमेश्वरले चाहिँ जबरजस्ती हामीलाई गर्नु हुँदैन होइन। हाम्रो नानीहरूलाई कतिचोटि गाली गर्छौँ, परमेश्वरले वचनबाट भन्नुभएको छ, तर उहाँ जबरजस्ती आएर हात समातेर उहाँले हाम्रो गरिदिनु हुँदैन। उहाँ चाहिँ हामीलाई फ्री विल, सो इच्छा दिनुभएको छ है। अनि तपाईँको इच्छा अनुसार, तपाईँको इच्छा हुनुपर्छ हाम्रो
हाम्रो जीवनमा परमेश्वरले काम गर्नुको लागि चाहिँ यदि हामी त्यो हाम्रो कठोर हृदय बनाउँछौँ भने चाहिँ हामी केही पनि गर्नु सक्दैन। त्यही भएर हामीले बुझ्नुपर्छ। यदि बुझिरहेको छैनौँ हामीले भने पनि पवित्र आत्मालाई हामीले स्वागत गर्नुपर्छ। हालेलुया। जबसम्म पवित्र आत्मा परमेश्वर हाम्रो जीवनमा हुँदैन नि तबसम्म हामी अरूलाई परमेश्वरको प्रेमै बुझाउन सक्दैनौँ। आफूले बुझेको हुँदैन होइन। अनि परमेश्वरको वचनले के भन्छ हामी यहाँ हेरौँ। यहाँ यसरी भनेको छ, प्रेरित 1:8ले यसरी भनेको छ, तर पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले शक्ति पाउनेछौ र तिमीहरू यरुशलेममा, सारा यहुदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरो साक्षी हुनेछौ भनेको छ। हालेलुया। के भएपछि चाहिँ तिमीहरूले शक्ति पाउनेछौ अरे? पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि चाहिँ तिमीहरूले शक्ति पाउनेछौ भनेर भन्नुभएको छ। यसै कारण जबसम्म पवित्र आत्मा हामीमा हुँदैन नि परमेश्वर तबसम्म आज हामी यो कुराहरू बुझ्न सक्दैनौँ। यो कुराहरू हामी आफू नै बुझेको छैन भने अरूलाई कसरी बुझाउन सक्छौँ होइन। अनि हामीमा पवित्र आत्मा आउनु भएपछि हामी शक्ति पाउँछौँ। अनि त्यहाँबाट चाहिँ हामी परमेश्वरको कुराहरू आफै पनि बुझ्न थाल्छौँ अनि अरूलाई पनि भन्नुको लाग्छ। अनि हामी चुप लागेर बस्नै सक्दैन प्रियहरू हो। जब हामी साँच्चै नै हामी शक्ति पाउँछौँ नि, जब पवित्र आत्मा हामीमा आउनुहुन्छ नि, हाम्रो हृदय चाहिँ नि अरू मान्छेहरूलाई देखेर दयाले भरिनु थाल्छ। अनि दयाले भरेर हामी चुप लागेर बस्नै सक्दैनौँ। अझै पनि मलाई याद आउँछ जब मैले सुरुमा प्रभु पाएँ है। मैले जब प्रभु पाएँ म जवान थिएँ नेपालमा हुँदाखेरि, म हाई स्कुलमा पढ्दै थिएँ त्यतिखेर। अनि स्कुलमा जाँदाखेरि जहिले पनि म क्लास बस्थेँ होइन। सबैजना लन्च हुन्थ्यो अनि कतिजना त्यहीँ आउँथे खान्थे। अनि मलाई त्यतिखेर जब मैले साँचो परमेश्वरलाई पाएँ नि जवान अवस्थामा, अहिले त कति नानीहरू सरमले पनि भन्नु हुँदैन होइन, त्यतिखेर म चाहिँ चुप लागेर बस्नु सक्दिनँ थिएँ। जसलाई पनि देख्यो म सुसमाचार भनिहाल्थेँ होइन। जसलाई पनि साथीहरूलाई देख्यो मलाई यस्तो लाग्थ्यो है मैले त प्रभु पाएँ, म त स्वर्ग जान्छु, मलाई थाहा छ किनभने मैले जिउँदो प्रभुलाई पाएँ, यिनीहरू पनि बाँच्नुपर्छ। त्यस्तो हृदय, त्यस्तो शक्ति, जोस है ममा त्यस्तो हुन्थ्यो मलाई। अनि मैले जसलाई पनि मेरो साथीहरू त्यहाँ बसेको अहिलेसम्म पनि हिजो अस्ति भर्खरसम्म म कलेज गएँ होइन। जो नेपाली साथीहरू, इङ्ग्लिस साथीहरूलाई त कतिवटा मेरो भाषाले पनि पुग्दैन होइन, भन्नु सकिँदैन। आज उनीहरूलाई चाहिँ मैले सुसमाचार सुनाउँदै छु। हाई स्कुलमा गएँ, मेरो साथीहरू थिए, अन्य जाति साथीहरू थिए, मैले सुसमाचार सुनाएकै थिएँ उनीहरूलाई। नेपालमा हुँदाखेरि मेरो साथीहरूलाई मैले धेरैजना मैले प्रभुमाले धेरैजना 1-2जना मैले साथीलाई ल्याएको छु प्रभुमा होइन। सुसमाचार मैले धेरै सुनाएको। प्रभुले हामीलाई त्यही भन्नुभएको छ नि, हाम्रो सुनाउने काम चाहिँ हाम्रो हो। हालेलुया। जबसम्म पवित्र आत्मा हामीमा आउनु हुँदैन नि त्यो सक्दैनौँ। हामीले पवित्र आत्मा हाम्रो जीवनमा बोलाएर अनि पवित्र जीवन जिएन होइन, उहाँको प्रेमलाई थाहा गरेपछि अनि हामी शक्ति पाएपछि चाहिँ हामी सुनाउन सक्छौँ अरूलाई। हामी चुप लागेर बस्नै सक्दैन। यदि आजको दिनमा तपाईँको हृदय दयाले भरिँदैन, अन्य जाति साथीहरू छ तर तपाईँको हृदय दयाले भरिँदैन, प्रभुको प्रेम सुनाउनु तपाईँहरूलाई आएको छैन भने तपाईँहरूले आफ्नो लागि प्रार्थना गर्नुहोस्। प्रियहरू, यो डरलाग्दो कुरा हो। यो भनेको चाहिँ यस्तो कुरा हो कि तपाईँले पनि परमेश्वरको प्रेम अझै थाहा गर्नुभएको छैन कि, अथवा तपाईँको जीवनमा थाहा गरेर पनि पवित्र आत्मा तपाईँहरूलाई तपाईँहरूको जीवनमा तपाईँहरूले स्वागत गर्न सक्नु भएको छैन कि। किनभने परमेश्वरको वचनले के भन्छ, पवित्र आत्मा आउनु भएपछि तिमीहरूले शक्ति पाउनेछौ। अनि अघि कस्तो मजाले हाम्रो नानीले भनेर पनि यरुशलेम हरेक कुरा के हो भनेर उहाँले बुझाउँदै हुनुहुन्थ्यो। हाम्रो छिमेकी आफ्नो आफन्तलाई अनि हामी सुसमाचार सुनाउन हामी केही जस्तो लाग्दैन। त्यही नै हो मिसन, त्यही नै हो मिसन भनेको नि त्यही हो। त्यही भएर प्रियहरू हो, आजको दिन आज हामीले यो कुराहरू बुझ्नुपर्छ। अनि परमेश्वरको वचनले यही भन्छ। अनि अर्को पदलाई म पढ्नेछु है। रोमी अनि पहिलो थेसलोनिकी 5:19 भन्छ, पवित्र आत्मालाई ननिभाऊ। हाम्रो यो चाहिँ हाम्रो ट्रेजरको हाम्रो धनङ्कलको चाहिँ एकदम मनपर्ने वचन हुन्छ। अहिले हामीलाई भनिराख्नु भएको हुन्छ पवित्र आत्मालाई ननिभाऊ, पवित्र आत्मालाई ननिभाऊ। कतिचोटि चाहिँ हाम्रो व्यवहारले पवित्र आत्मालाई के हुन्छ भने हाम्रो जब प्रभु पायौँ पवित्र आत्मा हामीमा आउनुहुन्छ अनि हामीले गरेको कार्य, हामीले खाएको कुरा अनि हामीलाई दोष लगाएको कुराले पवित्र आत्मा निप्दै जानुहुन्छ।
अनि अरूले सुनाउनुको साटोमा त हामीलाई नै पचाउने अवस्थामा हामी पुगिरहेको हुन्छ प्रियहरू। त्यही भएर हामीमा पवित्र आत्मा हुनुहुन्छ। जुन दिन तपाईँले विश्वास गर्नुभयो त्यही दिन प्रभुले तपाईँले हामीलाई पवित्र आत्मा दिनुभएको छ। हालेलुया। त्यो पवित्र आत्मालाई अझै बाल्दै है उहाँलाई जगाउँदै अझै मात्रामा हामी प्रार्थना गरेर उहाँलाई हाम्रो जीवनमा स्वागत गरेर हामी शक्तिशाली हामी हुन जरुरी छ। हालेलुया। अनि जब त्यो कुराहरू हामी गर्छौँ नि अनि हामी सक्छौँ हाम्रो जीवनदेखि। हो तपाईँहरूलाई सुसमाचार कतिचोटि गाह्रो हुन्छ सुनाउनु, तर पनि नि तपाईँको जीवनले नै अरूलाई सुसमाचार भइरहेको हुन्छ प्रियहरू। तपाईँ सक्नु हुँदैन होला जब पवित्र आत्मा तपाईँहरूमा आउनुहुन्छ नि अनि तपाईँ सुसमाचार सुनाउनु नसके तापनि तपाईँको जीवनै सुसमाचार बनिरहेको हुन्छ। हालेलुया। किनभने नि के हुन्छ भने अब मेरो कुरा भनेको जस्तै हुन्छ होइन। मैले यहाँ वर्णन गर्नु खोजेको होइन मेरो, तर अहिले काम गर्दा पनि म यस्तो विचार गर्छु, मेरो प्रार्थना पनि यही हुन्छ कि प्रभु मैले सुसमाचार सुनाउनु नसके तापनि मेरो जीवन चाहिँ तपाईँको लागि सुसमाचार हुनुपर्छ भनेर म त्यही हिसाबले म जिउन खोजिरहेको हुन्छु है। म हरेकचोटि मेरो प्रार्थना यही हुन्छ। अनि जब साथीहरू नराम्रो बोल्छन् नि अनि उनीहरूले के भन्छ, उसको छेउमा त बोल्नु हुँदैन है, ऊ त क्रिस्चियन हो भनेर भन्छन्। त्यही नै तपाईँहरूको हाम्रो सुसमाचार हो नि त, हो कि होइन भन्नु त। तर यदि हामी आफै उनीहरू नराम्रो बोल्दा पनि उनीहरू सँगसँगै लागेर नराम्रो बोल्छौँ भने त्यो चाहिँ सुसमाचार होइन प्रियहरू। अनि तपाईँले त्यस्तो जीवन हामी जिरहेका छौँ भने चाहिँ हामीले प्रार्थना गर्नुपर्छ है। हामी प्रार्थना गर्नुपर्छ। पवित्र आत्मालाई चाहिँ मैले निभाइरहेको रहेछु भनेर हामी जान्नुपर्छ। त्यही भएर प्रियहरू म आज तपाईँलाई यही उत्साह गर्छु, पवित्र आत्मालाई हामी ननिभाउँ है। उहाँको मिसनलाई बुझ्नको लागि अब आउने हप्तामा हामी अझै सुन्छौँ है। हामीले मिसनको बारेमा के हो त होइन, सुसमाचारको बारेमा यो महिनाभरि हामी सुन्छौँ। तपाईँहरूले अहिले नै तयारी पार्नुहोस्, अहिलेदेखि आफैलाई तयारी पार्नुहोस्। म प्रभु है पवित्र आत्मा म तपाईँलाई तपाईँको कुरा तपाईँको प्रेमलाई बुझ्न सकौँ, ताकि मैले सुसमाचार सुनाउनु नसके तापनि है मेरो जीवन नै तपाईँको लागि सुसमाचार हुन सकोस् भनेर हाम्रो प्रार्थना होस् त्यो महिनाभरि। हालेलुया। किनभने यो नयाँ साल लागेको छ प्रियहरू हो है। हामी नयाँ भएर हामी अस्ति पनि त्यही जीवन जिरहेको थियौँ, अहिले पनि त्यही जीवन जिउँछौँ भने चाहिँ हामीलाई के लाग्छ र, हो किन भन्नु त होइन। तर नयाँ साल लागेको छ, हामी नयाँ हौँ प्रभुमा, हामी बढ्दै जाउँ, घट्ने होइन अझै हामी बढ्दै जाउँ। हालेलुया। हाम्रो जीवनले उहाँलाई महिमा दिउँ। हामीले लडतरको कुरालाई हामीले चिनेका छैन, हाम्रो जिउँदो प्रभुलाई हामीले चिनेका छौँ। हालेलुया। आज हाम्रो साँचो परमेश्वरलाई चिनेको जस्तो गरेर हामी जिउँ। उहाँले भन्नुभएको छ तिमीहरू पवित्र जातिहरू हो है। तर परमेश्वरको वचनले यसो पनि भनेको छ प्रियहरू, ठ्याक्कै पद मलाई थाहा भएन, तर अन्य जातिहरूको अगाडि मेरो नाउँ चाहिँ तिमीहरूको कारणले तुच्छ भएको छ भनेको छ। परमेश्वरको तुच्छ नाम चाहिँ तुच्छ पार्ने काम नगरौँ। कतिजना मान्छेहरू मैले नि अन्य जातिहरूले यस्तो भनेको सुनेको छु है, ए विश्वासी अरे के भन्नु र विश्वासी, उनीहरूलाई धरी थाहा छ विश्वासी चाहिँ पवित्र जाति हो भनेर, त्यही भएर त भन्छन् नि त होइन। विश्वासी अरे खै विश्वासीको जीवनै छैन भनेर अम्लाइरहेको हुन्छन् होइन। तर आज हामी त्यस्तो जीवन जिउनु हुँदैन। हालेलुया। आज पवित्र जाति भन्नुभएको छ परमेश्वरले है। आज हाम्रो जीवन चाहिँ अन्य जातिको अरूको अगाडि हामीले एटलिस्ट सुसमाचार सुनाउनु नसके तापनि आज हाम्रो जीवन चाहिँ उनीहरूको अगाडि सुसमाचार हुनपर्छ। हालेलुया। यसकारण तपाईँलाई कडा बोलेको जस्तो लाग्छ होला, मैले कसैलाई टोकेर मैले भनेको होइन, यो सबैको लागि हो यो वचन है। परमेश्वरको वचनले भनेको कुरा हो। आज हामी साँच्चै नै पवित्र जाति जस्तो भएर हामी जब जिउँछौँ भने चाहिँ अनि मात्रै मिसनको बारेमा, उहाँको प्रेमको बारेमा, सुसमाचारको बारेमा हामीलाई थाहा हुन थाल्छ। हालेलुया। यसै कारण म तपाईँलाई यही उत्साह गर्न चाहन्छु कि आज हामी पवित्र आत्मालाई हाम्रो जीवनमा हामी है भनौँ, प्रभु आज कतिवटा कुराहरू मैले सकेको छुइनँ, किनभने हाम्रो शक्तिले त हामी सक्दैनौँ। म आफै पनि यस घडी प्रार्थना गर्नेछु है। हामी सबैजना हाम्रो कोही टिमहरू आउनु होला, हामी यो भजनहरू गाउँदै हामी पवित्र आत्मालाई हामी भनौँ है, प्रभु कतिवटा कुराहरू मेरो शक्तिले, कतिको व्यवहार हाम्रो व्यवहार पनि होला होइन,